हेर्नुहोस् है गाइजहरू, फेरि आज चाहिँ हिजो डुडे यस्तो मुडे घाटको काटेको थियो भने आज चाहिँ यो आधुनिक घाटको मौरी चाहिँ म निकाल्नु लागिरहेको छु। म तपाईँलाई नेक्स्ट एपिसोडमा देखाउँछु भनेको थिएँ नि, तपाईँलाई आज देखाउँछु ल गाइजहरू। हेर्नुहोस् ल, तपाईँहरू हेर्नुहोस् ल, हेर्दै गर्नु होला। म अब निकाल्न थाल्छु। मैले यसको ढक्कन चाहिँ खोलिसकेँ गाइजहरू। हेर्नुहोस् है, महहरू माथि देख्नुभयो नि तपाईँहरूले, म यसरी लाएको हुँदो रहेछ है। मैले पनि यो काटेको थिइनँ ल गाइजहरू। यो मैले इटेरीमा चाहिँ त्यो मिसिनबाट म घट्टङटङ झारेको चाहिँ देखेको हो, तर यो खोलेको चाहिँ देखेको छैन। मलाई पनि आउँदैन हो, यहाँनिर मलाई नानाले सिकाउँछ, म खोल्छु ल गाइजहरू। ल तपाईँहरू नआत्ति हेर्नु होला। हेर्नुहोस् है गाइजहरू, यो मैले मौरीको मह निकाल्दैछु। अनि मौरी यो महलाई चाहिँ छोड्नु मानेको छैन कि। अनि अलिक भिडियो गर्ने मान्छे चाहिँ भएन क्या यहाँनिर, त्यही भएर म आफै गर्ने अनि आफै निकाल्ने। त्यही भएर तपाईँहरूलाई मैले भने जस्तो भिडियो चाहिँ तपाईँहरूलाई मैले देखाउन सक्दै छुइनँ गाइजहरू। त्यसमा चाहिँ म एकदम क्षमा प्रार्थी छु। बल्ल बल्ल एक पानामा चाहिँ निकाल्नु सफल भएको छु, तर यो मह भएकोले गर्दाखेरि छोड्नै मानेको छैन क्या गाइजहरू। यो मौरी त खतरा हुन्छ त गाइजहरू। यो मह पऱ्यो कि, त्यही भएर हो। हेर्नु न कत्रो चाहिँ रहेछ मह नि बाबा। अब डुडमा मैले निकाल्दैछु है गाइजहरू, यो रोटेसन निकाल्दैछु। अब बाँक हेर्दै गर्नु होला। यो खोटाङको अर्ग्यानिक मह हो। यो तपाईँहरूलाई देखायो भन्नुहुन्छ होला, मौरी कसरी काट्नु पर्ने, कसरी पाल्नु पर्ने भनेर तपाईँहरूलाई पनि जानकारी होस् र तपाईँहरूले पनि पालेर खानुहोस् भन्ने मकसदले चाहिँ तपाईँहरूलाई म यो गर्दैछु। भन्दैछु कि तपाईँले, मैले यो भाइले चाहिँ पुरा हामीलाई देखाउँदैछ भनेर, त्यो होइन कदापि। तपाईँहरूले पनि यसरी पालेर काम गर्यो भने खानु पाइन्छ भनेर तपाईँलाई एउटा उदाहरण मात्र देखाउनु खोज्दैछु मैले तपाईँलाई गाइजहरू।